आकाशको पहिलो यात्रा। सन्देश एउटा सानो गाउँको चञ्चले केटो थियो। ऊ खोलामा पौडी खेल्न, रुख चढ्न, चराहरूको चिरबिर सुन्न रमाउँथ्यो। उसको मनमा जहिल्यै आकाशमा उड्ने चरा देख्दा ऊ अद्भुत प्रश्न उठ्थ्यो, के म पनि कहिल्यै आकाशमा उड्न सकला? उसको गाउँ सहरबाट निकै टाढा थियो। त्यहाँ गाडी, मोटरसाइकल त देख्न पाइन्थ्यो, तर हवाई जहाज भने आकाशमा मात्र देखिन्थ्यो। बेलुका भएका बेला आकाशमा उडिरहेका सेता विमानहरू हेर्दै ऊ आमालाई सोध्थ्यो, आमा, म कहिले हवाईजहाज चढ्न पाउला? आमाले मुस्कुराउँदै भन्नुहुन्थ्यो, पक्कै बाबु, मेहनत गर्यो भने सबै सम्भव छ। एक दिन सन्देशको बुवाले खुसीको खबर सुनाउनु भयो, बाबु, हामी सबै काठमाडौँ जाने भएका छौँ, र त्यो पनि हवाईजहाजमा चढेर। सन्देशको मुहार उज्यालो भयो। उसको मनभित्र हजारौं सवालहरू उठ्न थाले। के विमानभित्र हावा चल्छ? के म भित्र बसेर बाहिरको बादल छुन सक्छु? जसै यात्रा गर्ने दिन आयो, सन्देशको मन उसले भरियो। उसले आफ्ना सबै साथीहरूसँग विदाई गर्यो। बसमा चढेर एयरपोर्ट पुग्दा उसको आँखाले अग्ला चम्किला हवाईजहाजहरू देखे। उसको मुटु ढुकढुक गर्न थाल्यो, उत्साहले र आश्चर्यले, र ऊ थोरै डराएको पनि थियो। हवाईजहाजको ढोका हुँदै भित्र पस्दा चिटिक्क परेको सिट, ठुलो झ्याल र भित्ताहरूमा टल्किरहेका बत्तीहरू देखेर ऊ चकित भयो। उड्न अघि एकजना दिदीले सबै यात्रुलाई बेल्ट कस्ने, आकस्मिक निस्कने बाटो र अक्सिजन मास्कबारे बताउनुभयो। विमान रनवेमा अघि बढ्यो। केही सेकेन्डमै सन्देशको मुटु अझ ढुकढुक गर्न थाल्यो अनि एक्कासी जहाज आकाशतिर उड्न थाल्यो। उसको कान थोरै बज्रिए झैँ भयो, तर मन खुसीले फुरुङ्ग थियो। झ्यालबाट तल हेर्दा गाउँ, सहर, नदी, वन सबै साना साना देखिन थाले। आहा, म बादलमाथि उड्दैछु। सन्देश दङ्ग पर्यो। सेता फिस जस्ता बादलहरू वरिपरि देखिए। उसले आकाशतिर हात बढायो, तर बादल समाउन सकिएन। एउटा दाइले उसलाई मुस्कुराउँदै भने, कस्तो लाग्दैछ भाइ? सन्देश हर्षले बुवा आमा गर्वले हाँस्नुभयो। सन्देशले हर्षले उत्तर दियो, एकदमै रमाइलो। म अब पाइलट बन्न चाहन्छु। सबै हाँसे। बाबा आमा पनि गर्वले हाँस्नुभयो। केही समयपछि जहाज काठमाडौँ विमानस्थलमा ओर्लियो। सन्देशको पहिलो यात्रा सकियो, तर उसको मनमा भने नयाँ सपना सुरु भइसकेको थियो। अब म ठुलो भएपछि पाइलट नै बन्छु।